हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल। र आज चाहिँ मेरो चाहिँ सेड्युल छ एडभेन्चर रनिङ। म चाहिँ एडभेन्चर रनिङ गर्दा चाहिँ कहाँ कहाँ जान्छु म तपाईँहरूलाई देखाउने छु। र अब चाहिँ म चाहिँ एकैछिन वार्मअप गर्छु र त्यस पछाडि चाहिँ आजको मेरो यात्रातिर लाग्नेछु है त। मैले त्यो स्ट्रेचिङहरू गरेर सिद्धाएँ। अब चाहिँ म चाहिँ एडभेन्चर रनिङमा जाँदैछु र म तपाईँहरूलाई देखाउँछु है त म कहाँ कहाँ जान्छु भनेर। Wow! 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 Look at the view, guys! कसरी पनि हेर्न सक्नुहुन्छ। र गाइज दामी गाउँ र चाहिँ धनडुप देखिन्छ, तपाईँले हेर्न सक्नुहुन्छ। वाह! तपाईँहरूलाई चाहिँ बेनीको नयाँ खतरा ठाउँमा लैजाँदैछु। बाटो हेर्नुहुन्छ कस्तो अप्ठ्यारो हो। म तपाईँहरूलाई चाहिँ बेनीको नयाँ बवाल ठाउँमा लैजाँदैछु है त। त्यसै कारणले चाहिँ म चाहिँ फर्किएँ त्यहाँबाट। अब चाहिँ म चाहिँ बेनी जानेछु र तपाईँहरूलाई चाहिँ बेनी पुगेर चाहिँ म कहाँबाट जान्छु म तपाईँहरूलाई चाहिँ त्यो देखाउँछु है त। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ धान रोप्दैछन्, फुलहरू चाहिँ फुलेको चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ बगरफाटको राम्रो भ्यू हेर्न सक्नुहुन्छ है। हेर्नुहोस्, वाह! जङ्गल आएको यस्तो डर लाग्छ मलाई, के भएर म छिटो दौडिनु पर्ने हुन्छ।
बाटो भेटाएँ। अब चाहिँ म चाहिँ छिटो छिटो घर जानुपर्ने हुन्छ। गाइज मैले चाहिँ दौडी चाहिँ एउटा थुप्रै चिज देखेँ, म तपाईँहरूलाई पनि देख्न चाहन्छु। ल हेर्नुहोस् मैले के देखेँ गाइज। बेनी र दरबाङको हाइवेमा आएँ। अब म चाहिँ तपाईँहरूलाई चाहिँ बेनी र दरबाङको हाइवेको बेनी पुग्नुभन्दा अगाडिको स्वागत गेटमा तपाईँहरूलाई म त्यहाँ गएर भेट्छु है त। ल तपाईँहरू बेनी आउनुभन्दा अगाडि चाहिँ तपाईँले चाहिँ यस्तो खालको ब्यानर देख्नुहुन्छ, गेट देख्न सक्नुहुन्छ। र आजलाई मेरो भ्लग यति नै। के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला। अनि सी यु इन नेक्स्ट भिडियो है त।